तपाईहरुलाई स्वागत छ मेरो मिनी ब्लगमा। आज चाहिँ म आर्टिफिसियल आएको बहिनीहरुसँग अनि बहिनीहरु चाहिँ टिकटक बनाउने भिडियो खिच्ने गरिरहेको छ। म चाहिँ आफ्नै पारामा भिडियो बनाउँदै बसिरहेको छु। म एक्लै छु। आज मेरो केटाहरु आएको छैन। त्यही नै हो, बहिनीहरुको साथीहरु आइरहेको छ। बहिनीहरु अनि बहिनीको साथीहरुले भिडियो खिच्ने टिकटक बनाउने गरेर बसेको छ। यो चाहिँ मस्जिद हो, आर्टिफिसियल बीचको मस्जिद। अनि म चाहिँ अरूको बाइकमा बसेर भिडियो बनाउँदै छु गाइजहरु। त्यही नै हो, म चाहिँ आफ्नै पारामा भिडियो बनाएर बसिरहेको छु। अनि के गर्नु, एक्लै भएपछि यसो अलिअलि भिडियोहरु बनाउने अनि उस गर्ने, यत्तिकै घुम्ने बस्ने, यही नै हो। फ्राइडे मेरो यसरी नै बित्छ। उ चाहिँ मेरो बहिनी हो हैन। अनि यो चाहिँ राम्रो छ। यसमा सबै नेपालीहरु आउने बस्ने ठाउँहरु त्यही हो। बहिनीले चाहिँ मलाई ब्याग दियो हैन, ब्याग दिएर अनि आफूले चाहिँ हल्का घाँटीमा अलिकति समस्या परेको कारणले यस्तो भइरहेको छ। हल्का खोकी पनि लागिरहेको छ। खोकी लाए पनि निस्किनु पर्ने। उ आफू चाहिँ भिडियो बनाउँदै बसेको छ। मलाई चाहिँ आफ्नो ब्याग दिएर ल हेर्नुस्, बहिनीको ब्याग बोकेर म चाहिँ भिडियो बनाउँदै अब के गर्नु, यस्तै छ हो, यस्तै छ गाइज। ल तपाईहरु पनि फ्राइडेमा कता कता जानुभयो भनिदिनु होला। यसले दाइले के गर्दैछ भनेर हेर्दैछ बहिनीले। अनि म चाहिँ बहिनीको ब्याग बोकेर भिडियो बनाउँदै आफ्नै पारामा हिँडिरहेको छु, बसिरहेको छु, घुमिरहेको छु गाइज।